यो ट्रेन्डहरू चेन्ज हुँदै आएको छ, त्यो वास्तविकता हुनु नै पर्थ्यो। तर ट्रेन्ड चेन्ज हुँदै गर्दा केमिकलाइज पनि हाई हुँदै गयो र यो चिजलाई चाहिँ अभोइड गर्ने, रिप्लेस गर्नको लागि यसले ल्यायो। र यसले ल्याएको यो चाहिँ के आयुर्वेदिक कस्मेटिक कसरी भयो त भन्दा तपाईँले त्यहाँ प्रमाणित गरेको भेट्नुहुन्छ। त्यसमा पाराबेन फ्री, परफ्युम फ्री भनेर लेखिएको हुन्छ। एउटा छ, यता कतै छ अरे, ल यहाँ हेरौँ हामी, गरिमा हामी एलोभेरालाई हेरौँ। जस्तो फेसवास पनि छ है गरिमा। यो फेसवास यहाँ के लेखिएको छ त भन्दा डिप क्लिन्जिङ फेसवास, डिप क्लिन्जिङ पनि भयो, फेसवास दुइटै काम गर्यो, 2 in 1 को काम गर्यो। यहाँ के लेखेको छ भने नो पाराबिन, नो परफ्युम। केमिकल जो एक किसिमको केमिकल यसमा छ, आयुर्वेदिक केमिकल छ जसले शरीरलाई, स्किनलाई कहिले पनि असर गर्दैन। तर जो चाहिँ केमिकल हो, जो केमिकलले मान्छेको चेन्ज गराउँछ, आर्टिफिसियली चेन्ज गराउँछ, त्यो केमिकल यसमा छैन। त्यो बच्चाले पनि गर्न मिल्यो, सबै स्किन टाइपले गर्न मिल्यो, कहिले काहीँ कुनै चाहिँ चिजहरूमा सुट हुँदैन। अमृत यहाँ हामी भएको सबैले खायौँ भने कसैलाई काम नगर्न सक्छ। त्यस्तै यो पनि 100% सुट भन्ने संसारमा केही पनि बनाएको छैन, अमृत पनि बनाएको छैन। केवल कसैलाई सुट नगर्न सक्छ कुनै प्रडक्टले, त्यो भन्दैमा प्रडक्ट गलत हुँदैन। र यो चाहिँ तर सबैलाई प्रयोग गर्न मिल्ने चिज हो। त्यो फेसवास जस्तै यो सबै प्रडक्टहरूमा चाहिँ त्यसै गरी पाराबिन र परफ्युम फ्री गरेका प्रडक्टहरू हो, जो हामी आजको दिनमा मेडिकलमा गएर पनि हामीले त्यो क्रिम किन्छौँ भने त्यो क्रिममा पनि प्रमाणित गरेको हुँदैन। र अर्को कुरा चाहिँ त्यहाँ गएर केही अलिक गाह्रो साह्रो भएपछि त्यहाँ गएर हामीले क्रिम किनेर हामीले लगाउँछौँ अथवा डक्टर कहाँ जान्छौँ, त्यो क्रिम पनि लाउन्डेरलाई मात्रै काम गर्छ, त्यसले भित्र गएर काम गर्दैन। त्यो अर्को देखाउनु हो, यो अर्को, यसको बारेमा देखाउनु न। यो अर्को जो हो त्यो एलोभेरा जेल, यो जेल बेसमा छ। यसलाई कसरी प्रयोग गर्ने सुनिता मिसले पक्कै भनिहाल्नुहुन्छ। अझै मैले पनि केही 1-2वटा पोइन्ट भनिदिन्छु, किन ब्युटिसियनको अगाडि होइन हामीले भन्नुभन्दा फेरि मैले ब्युटिसियनलाई ट्रेनिङ दिँदै हिँडेँ पहिला, किनभने नेपालभरि कस्मेटिक बेच्न हिँडेँ मान्छे म हेयर डिजाइनर पनि हो, हेयर टिचर, म सर्भिस चाहिँ गरिनँ, हबी प्याटर्नको हो। म दुबईमा गएर ट्रेनिङ लिएको मैले। मेरो 5वटा पार्लर काठमाडौँमा, बेच्दै गरेर 2टा मात्रै छ अहिले चाहिँ मसँग। यो एलोभेरा जेल, यो एलोभेरा जेल चाहिँ विशेष गरी जेल बेसमा छ। यसलाई चाहिँ हामीले चाहिँ पहिला के गर्ने हो, नर्मल अवस्थामा क्लिनिङ टाइपले गर्ने हो होइन, थोरै चाहिँ यसलाई मसाज गर्ने। अब त्यो आफ्नो टाइप हुन्छ होइन, कसैले सर्कुलर मोसन गर्ला, कसैले के गर्ला, यसलाई मसाज गरेपछि छोडिदिने। अनि अलिकति टाइटनेस हुन्छ, यसले रिङ्कलहरूको लाइटसम्म काम गर्छ अलिकति राख्ने। र यसले चाहिँ डिप क्लिन्जिङको काम पनि गर्यो होइन, प्याक भन्छ नि फेसियल गर्दाखेरि, त्यो जस्तो टाइटनेसको काम पनि गर्यो। अनि छोडिदिने, पछि चाहिँ चिसो नर्मल सफा पानीले ड्याब गर्ने, अनि बिस्तारै यो चाहिँ के हुन्छ, रिलिज हुन्छ, अनि वास गर्ने भइहाल्छ है। यसले त्यसरी काम गर्छ। डिप क्लिन्जिङ फेसवासको काम पनि गर्यो, क्लिन्जिङको काम पनि गर्यो, भित्रको फोहोरहरू पनि निकाल्यो। र एकदम गजबको ट्रिटमेन्ट रिपेयर चाहिँ के छ भन्दा मलाई पनि एकदम मन परेको, लाउन नभ्याएको मन परेको है। यो छ हेर्नुहोस् त, अमरा ब्युटी भनेको एसियामा आयुर्वेदमा सबैभन्दा राम्रो रिकमेन्ड गरेको प्रडक्ट हो है। अमरा ब्युटी ब्रान्ड हो, यसको एसियामै आयुर्वेदमा एकदम राम्रो ब्रान्ड हो। यो 2टाको यहाँ के लेखेको छ भन्दा हाइडा जेल, यसलाई कता लेखेको छ, यो हाइडा म्याक्स चाहिँ यो जेल बेसमा, वाटर जेल बेसमा छ। यो यहाँ कता लेखिएको छ, वाटर जेल बेसमा छ। यसमा चाहिँ मोइस्चर पनि अनि मोइस्चराइजर भनेको छ। किन 2-3वटा शब्दहरू किन धेरैवटा लेखेको होला, म्याक्स भन्ने साथै म्याक्स नै यसले रिजल्ट दिने भइहाल्यो हो। र हाइडाको काम, हाइडा फेसियल सुन्नु भएको छ होइन, हाइडा फेसियल सुन्नु भएको छ नि, त्यो चाहिँ त्यो फेसियललाई चाहिँ ट्रिटमेन्ट बेस भन्नको लागि हाइडा फेसियल भनेको, हाइडा भन्ने वर्डले चाहिँ त्यो ट्रिटमेन्टलाई जमाउँछ। यो मोइस्चर हाइडा मोइस्चर जो यसले चाहिँ ट्रिटमेन्ट बेसमा, स्किन 3rd लेयर हुन्छ होइन म्याम, 3वटा टाइपमा होइन, बाहिर यो आवरण भइहाल्यो। हाम्रो चाहिँ एउटा चाहिँ इनर पार्टदेखि हामीले हेर्ने हो भने 3 लेयरमा हाम्रो स्किन हुन्छ, जो स्किनले चाहिँ हामीले आज प्रयोग गरिरहेको कुनै पनि कस्मेटिक प्रडक्टहरूले चाहिँ हाम्रो जुन सतही रूपमा हामीले जे देख्छौँ त्यसलाई मात्रै गरिराखेका छ। अनि समस्या कहाँबाट आएको हुन्छ, भित्रबाट आएको हुन्छ होइन, इनर पार्टदेखि भयो 3rd लेयरसम्म गएर यसले चाहिँ मोइस्चर गर्ने काम गर्छ। तपाईँ हामीले चाहिँ एउटा चाहिँ स्किन डिटेक्ट गर्ने एउटा मेसिन हुन्छ, त्यसमा गएर हामीले एकपल्ट फेस मात्र त्यहाँनिर डिटेक्ट गर्ने हो भने हामी त डर लाग्दो लाग्छ आफ्नो स्किन, किनभने भित्र त्यति हाम्रो चाहिँ समस्याहरू छ क्या, ब्याक्टेरियाहरू भइसकेका हुन्छ, त्यो चाहिँ पोर्सहरू हुन्छ, ड्राइनेसहरू हुन्छ, त्यो ऱ्यासेसहरू हुन्छ, धेरै कुराहरू त्यहाँभित्र हुन्छ कि त्यसलाई चाहिँ यसले इनर पार्टमा गएर यस्तो राम्रो मोइस्चर गर्छ र एकदम भित्रैदेखि ब्राइटनिङ गरेर ल्याएर आउँछ, मोइस्चर गरेर ल्याएर आउँछ। र यो सबै एज बारको मान्छेलाई हुन्छ, यसले गजब गरिहाल्छ।
र अर्को चाहिँ यहाँनिर सिरम छ। अरू यस्तै कम्पनीका अरू सिरमहरू पनि मैले यसलाई चाहिँ हेरेँ। त्यो हेर्दाखेरि अनि मैले कस्मेटिक्समा पहिला बेच्दा पनि सिरमहरू बेचेँ, तर ती सिरमहरूले चाहिँ के गर्थ्यो, ब्ल्याकनेस चाहिँ बढी बढाउँदै जान्थ्यो। पहिला राम्रो गरेपछि चाहिँ कालो धब्बाहरू निकाल्ने अथवा कालो बनाइदिने कोही चाहिँ हामीले नर्मल मार्केटमा किनेका सिरमहरूमा त्यो देखिएको थियो। त्यसले चाहिँ के कारणले गर्दाखेरि यो हाइड्रोक्लोरिक भन्ने त्यो एसिड छ नि, त्यो एसिड मात्रामा त्यसमा चाहिँ त्यसको समस्या, यसमा जम्मा 0.2% छ। नाइनासिन भन्ने छ। यो तत्त्व चाहिँ प्राय उसमा सिरमहरूको चाहिँ त्यो लेभल मेन्टेन गरेको हुँदैन र यसमा त्यो लेभल मेन्टेन गरिएको छ, त्यसले गर्दा एकदम राम्रो रिजल्ट दिन्छ। र यसलाई हामीले कतिखेर लाउने, बढी मात्रामा प्राय मात्रामा डाइटमा लाउने गर्छ र डेमा चाहिँ कतिखेर लगाइन्छ हामीले मर्निङमा पनि एकपल्ट फेस सफा गरिसके पछाडि मेकअप अथवा केही क्रिमहरू लाउनुभन्दा अगाडि यसले चाहिँ सफा गर्ने हो, त्यो लगाइसकेपछि धुनुपर्छ। अनि यो तपाईँहरूले कहिले पनि नक्कल झक्कल पार्न ब्युटिनेसको लागि लाएको भनेर फिल नगर्नु होला। यो मेरो हेल्थ केयरको लागि, ब्युटी हेल्थ भनौँ न, अब स्किन केयर ब्युटी हेल्थको लागि यहाँ भएका कुनै पनि प्रडक्ट चाहिँ यो जस्तो तपाईँहरूले यो चाहिँ मेकअप गर्नुहुन्छ कहिले काहीँ फाउन्डेसनहरू, यो सबै नक्कलको लागि हो, राम्रो देखिनको लागि हो। कसलाई नराम्रो देखिन मन छ र छैन त्यो, तर त्यो सधैँभरि त्यो लाउनु चाहिँ हुँदैन, तर कहिले काहीँ लाउने हो होइन, किनभने त्यो चिजलाई पनि लाउनु पर्यो। यो चिज चाहिँ सधैँ लाउनु पर्ने चिज हो र लाउनु पर्ने कुरा हो। SPF 50++ छ यसले हाम्रो आएको, जो चाहिँ SPF भन्ने साथै के बुझिन्छौँ हामीले, 50 र 30मा के फरक होला? यहाँ 30 पनि छ, के कन्सेप्ट भनिरहेको कहाँ कुरा चाहिँ त्यही अब हुनुपर्ने चाहिँ सरले भने जस्तो ड्युरेसन टाइम होइन, कति ड्युरेसनको लागि? तपाईँले 3 घन्टा 4 घन्टाको लागि हो भने 30